हेलो गाइस, वेलकम ब्याक टु माई भिडियो फेरि पनि है। र आज चाहिँ पेलिङ जाँदैछ हो, भाया नाम्ची यहाँ दाजुहरू दा यहाँ तिको दाम भेटेको छु नि त मैले हल्का। वेलकम टु माई भिडियो, वेलकम टु भाइको युट्युब च्यानलमा। युट्युब फेसबुक सबै हो दा मेरो सोसालमा हो सबैमा। सो डुल्नु आइदिएको नि दासँग दाको गाडीमा। भाइले आज निकै दिन बाद भेट्दिएको, अस्तिदेखि भाइले पनि यता पस्यो भन्दै थियो, यादै थिएन मलाई हो। आज त्यसो हल्का भाइको गाडी नम्बर देखेर चाहिँ भाइलाई यता घुमाउनु ल्याइदिएको। मेरो होला त है सिट बेल्ट बजेको। र गाइस अब चाहिँ जाँदैछ हो तल, अब गेस्टहरू पनि निक्लियो होला घुमेर। सो अहिले नाम्ची पुगेर चारधाम छ, त्यहाँदेखि पेलिङ हेर्दै जानुहोस्। वान नाइट मात्रै हो तर भोलि पेलिङको हल्का स्काई वकहरू देखाइदिन्छु तपाईँहरूलाई पनि हो, सिनेमेटिकमा हल्का। ओके, बनेटा चाहिँ बेसी लामो निस्किएको। त्यसो भ्यू चाहिँ यहाँ राबङ्लाको आज गाडीहरू सबै छ त्यो मान्छेको। वेदर मजाको छ। त्यसो भए अब चाहिँ हामी फर्किँदैछौँ ब्याक फ्रम बुद्ध पार्क। यहाँबाट चाहिँ मिठाई चाहिँ कैसा लगा सर बुद्ध पार्क? बुद्ध पार्क कैसा लगा? अच्छा है, बहुत अच्छा। बस एकदम मजाको छ मेरो गेस्टहरू चाहिँ हो, मजाले हुन्छ भाइको गफ पर्छ। मलाई पनि खानु दिएको छ, म पनि एक्कै भइसक्यो अब चाहिँ मिठाई बेसी खाएर। गाइस भ्यू चाहिँ यस्तो चाहिँ चौकको चारधामको भ्यू। र दाजु चाहिँ हल्का दाले नयाँ चस्मा किनेको अरे, सही कि सही न कमेन्टमा भनिदिनुहोस् होला तपाईँहरूले। र गाइस अब चाहिँ यहाँ हामी उताको चस्मा किनेर हो खानाहरू खाएर चाहिँ तल गाडी घरमा जाँदै गरेको। टुरिस्टहरू पनि अब घुमेर आउँदै होला होइन दा। भ्यू चाहिँ यस्तो चाहिँ चारधामको यो चाहिँ अब यहाँ कामराङगडाले चढ्दैछु मै। यहाँदेखि चाहिँ बिरदाङ पुल क्रस गरेर चाहिँ सिधै लेकसेप जस्तो लागेर चाहिँ उकालो लागिन्छ गेजिङपट्टि पेलिङ, त्यहाँदेखि चाहिँ पेलिङ। आज चाहिँ पेलिङमा स्टे हो हाम्रो। बिरदाङको अडालोको भ्यू चाहिँ कामराङ अडालोको भ्यू चाहिँ यस्तो चाहिँ बिरदाङको भ्यू चाहिँ। बिरदाङ ब्रिज आइपुग्यो हामी चाहिँ। ल साथीभाइ हो, बिरदाङ ब्रिज चाहिँ क्रस गरेन हामीले। हामीले गेस्टहरू बसिरहेको छ मजाले। यस्तो छ भ्यू चाहिँ साथीभाइ हो। यहाँ लेकसेपको टनलमा पनि पसे भयो लु यो गाडी लिएर पनि। यस्तो चाहिँ लेकसेपको टनल चाहिँ लामो छ। लामो चाहिँ अरू जग्गा हेरेर चाहिँ टुङको चाहिँ अलिक लामो होला यो भन्दाखेरि। र गाइस हामी चाहिँ बल्ल पुग्यो यहाँनिर यिनीहरूको होटेल हो। सो अब यहाँ एउटा गाडी कुन चाहिँ गाडी छोडेर चाहिँ एउटा गाडी मात्रै लगेर जान्छ हामी। मेरो चोक्नुपर्छ होला गाडी चाहिँ हो। स्टेटिङ फर नेक्स्ट भोलिको लागि होइन। भोलि हल्का स्काई वकहरू साइड सिन गराएको देखाइदिन्छु र दार्जिलिङ ड्रपको पनि देखाउँछु है स्थिति। हेलो गाइस, भेरी वार्म गुड मर्निङ फ्रम पेलिङ है, पेलिङ स्काई वक। र हामी चाहिँ बिहानै उठेर गेस्टहरू पिकअप गरेर चाहिँ यहाँ पेलिङको स्काई वक आइसक्यो हो। यहाँनिर देखाएर चाहिँ अब राबदेन्सी देखाएर त्यहाँदेखि हामी चाहिँ उता दार्जिलिङ ड्रप गर्छौँ। सो हेर्दै जानुहोस् होला आजको भ्लग के हुन्छ कसो हुन्छ है। र अब हामीले चाहिँ पुरा भोक लाग्यो हो, दारा म चाहिँ खाना खान जान आँटेको। खाना खाएर आएर भेटौँ नि त। स्काई वकको भ्यू चाहिँ यस्तो चाहिँ साथीभाइ हो। दारा म चाहिँ हल्का खाना पड्काइकन आएको। मिठो भयो दा एकदम। गाडीको लाइन चाहिँ यस्तो चाहिँ स्काई वकमा पनि सिजन लाग्नु थाल्यो भयो। हामी चाहिँ यहाँ पेलिङ बजारबाट चाहिँ निस्किसक्यो हो। र अब चाहिँ लागि गयो स्काई वकहरू देखाएर। गेस्टहरू चाहिँ यहाँ छ, बसिरहेको छ सबैजना।
हेलो बोल हेलो बोल दीजिए। हेलो हेलो मजा आई। कैसा लगा आप लोगों को इसका वॉक? मस्त मस्त है। ठीक है, आगे भी मस्त मस्त व्यू पॉइंट भी मिलेगा। ओके। र अब चाहिँ अगाडि जाने गरेको हामी हो, हेर्दै जानु होला। साथीभाइ हो, हामी चाहिँ लेक सेप क्रस गरेर जाँदैछ। अब चाहिँ यहाँ जोरथाङ बेसी पुग्न आँट्यो। अब त्यहाँदेखि हिँड्दै सिङ्ला उकालो लागिन्छ दार्जिलिङको लागि। हेर्दै जानुहोस् कस्तो हुन्छ के हुन्छ है। बाटोमा देखाउँदै जान्छु। साथीभाइ हो, हामी चाहिँ जोरथाङ नयाँ बजार पनि क्रस गरिसके। र अब चाहिँ सिङ्ला पुग्न आँट्यो। सिङ्लाको बिच लागिन्छ दार्जिलिङ उकालो। उकालोमा चाहिँ भिडियो गर्नु सकिँदैन होला है, उकालो बेसी नै छ। मेरो स्ट्यान्डहरू पनि छैन हो अहिले फिलहाल चाहिँ। सो त्यही भएर हामी चाहिँ यहाँनिर सिङ्ला उकालो पनि स्टार्ट भयो। हाम्रो गेस्टहरू सबै बढ्दैछ बाटोहरू देखेर। कैसा लगा सर आप लोग रास्ता? अच्छा है रास्ता। ऊपर बहुत डेंजर मिलेगा। चौड़ा है ना, बहुत ऊपर है उधर ऊपर। फॉग तो नहीं है पर बहुत ये है ना ऊपर चौड़ा। र अब म त्यो टकबरमा एकछिन रोकेर त्यहाँको तपाईँहरूलाई भ्यू देखाइदिन्छु है गाइस, हेर्नुहोस् है मजाले। साथीभाइ हो, हामी चाहिँ टकबाट आइपुग्यो हो। अब यहाँदेखि चाहिँ अब सिधै लाग्दिने होटल ड्रप गर्ने हो यिनीहरूलाई हो, भयो भने बस्ने हो। माथि पुगेर भेटौँ है। यस्तो छ भ्यू, मजाको छ भ्यू चाहिँ। साथीभाइ हो, हामी चाहिँ यहाँनिर होटल ड्रप गरेर पनि फर्किँदैछ। अब चाहिँ हो दार्जिलिङको भ्यू चाहिँ यस्तो चाहिँ। हामी चाहिँ होटलहरू ड्रप गरेर पनि फर्किँदैछ दारामा हो। र अब हामी चाहिँ हामी बस्ने ठाउँ जाँदैछ, कहाँनिर बस्नु पर्ने भनेर हो। यहाँनिर अर्को साथी पनि रहेछ नि त, उसको र मेरो चाहिँ सँगै पिकअप रहेछ हो। दाको म यताउता खोजिदिनु पर्ने छ पिकअपको लागि होइन। हेर्दै जाउँ है। आजको लागि चाहिँ यति नै होला मेरो भ्लग। सो स्टे ट्युन गाइस, अर्को भिडियोको लागि हो। भोलि तिनीहरूको पिकअप गरेर चाहिँ छङ्गु छ रहेछ हो। म छङ्गुको भ्लग बनाउँछु। स्टे ट्युन।